जय मसीह। यहाँहरू सबैजनालाई आशा छ यहाँहरू सबैजना प्रभुमा आनन्दित हुनुहुन्छ। पवित्र धर्मशास्त्र बाइबल लुकाको पुस्तक 18 अध्यायको 8 पदले भन्छ, म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिमीहरूको न्याय गरिदिनुहुनेछ। तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेटाउने छ र भनेर परमेश्वरको वचनमा लेखिएको छ। मण्डली, म तपाईलाई हौसला दिन चाहन्छु आजको दिन जसले यो परमेश्वरको वचनलाई सुन्दै हुनुहुन्छ। यो भिडियो मार्फत म तपाईलाई भन्न चाहन्छु, प्रभु येशू ख्रीष्टले तपाईँ र मलाई विश्वास दिनुभएको छ। यो संसारमा एउटा आशा दिनुभएको छ। अनि जुन विश्वास चाहिँ आशा गरिएको, नदेखेका कुरामा हामीले आशा गरिएको कुरा हो। हामीले नदेखेका छैनौँ तर त्यो कुरामा विश्वास गरेका छौँ र जुन हाम्रो विश्वासले हामी त्यो कुरालाई एक दिन प्राप्त गर्नेछौँ। र एक दिन येशू ख्रीष्ट यो संसारमा दोस्रो आगमनको रूपमा आउनुहुनेछ र त्यतिखेर यो संसारको न्यायको लागि प्रभु आउनुहुनेछ। म तपाईलाई हौसला दिन चाहन्छु, प्रभु येशू ख्रीष्ट यहाँनिर एउटा कुरामा चिन्तित हुनुहुन्छ र उहाँले भन्नुहुन्छ, तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेटाउने छ र? आज प्रभुमा तपाईले विश्वास गर्नुभयो, परमेश्वरले तपाईलाई संसारबाट छुटकारा ल्याउनु भयो। तपाईँ पाप र अधर्मबाट, तपाईँ रोग र बिमारीबाट, तपाईँ निराशाबाट, तपाईँ दुर्बलताबाट, तपाईँ अन्यल र अनिश्चितताबाट परमेश्वरले तपाईलाई निकालेर ल्याउनु भयो र आज परमेश्वरको त्यो महिमामा उहाँले तपाईलाई राख्नु भएको छ। आज परमेश्वरले तपाईको जीवनमा जुन शान्ति, जुन आनन्द दिनुभएको छ, जुन शान्ति र आनन्दले आज तपाईको जीवन आशिषित भएको छ, आज यो आशिषित कुरालाई तपाईले बचाइराख्नुपर्छ। परमेश्वरले नरकबाट, निराशाबाट, दुर्बलताबाट, श्रापबाट बाहिर निकालेर तपाईलाई ल्याएर परमेश्वरको शान्ति र आनन्द तपाईको जीवनमा दिनुभएको छ। र त्यो शान्ति र आनन्द चाहिँ तपाईले गरेको विश्वास, येशू ख्रीष्टमा तपाईले गरेको विश्वासले तपाईको जीवनमा ल्याएको छ। यसकारण प्रभु येशू ख्रीष्ट जब संसारमा आउनुहुनेछ, उहाँले विश्वासलाई खोज्नुहुनेछ। विश्वास खोज्नुहुनेछ। तपाईसँग के छ? तपाईले के गर्नुभएको छ? तपाईसँग भएको धन, रुपियाँ, पैसा परमेश्वरले खोज्नुहुने छैन। तपाईँ कति सुन्दर हुनुहुन्छ, परमेश्वरले त्यो खोज्नुहुने छैन। तपाईसँग कति धेरै तपाईँ यो संसारमा भौतिक रूपमा शक्तिशाली हुनुहुन्छ, परमेश्वरले त्यो खोज्नुहुने छैन। तर एक दिन जब उहाँ आउनुहुन्छ, उहाँले तपाईँ र ममा विश्वास खोज्नुहुनेछ। आज म तपाईलाई हौसला दिन चाहन्छु, त्यो विश्वास खोज्न प्रभु आउँदै गर्दाखेरि के तपाईँको विश्वास बनिरहन सक्छ? प्रभुले चिन्ता गर्दै हुनुहुन्छ, म पृथ्वीमा आउँदा के मैले त्यो विश्वास भेटाउने छु र? प्रभु त्यो कुरामा चिन्ता गर्दै हुनुहुन्छ। यसकारण आफ्नो विश्वासको निम्ति होसियार रहनुहोस्। आज म तपाईलाई परमेश्वरको वचन लुकाको पुस्तकबाट यो कुरा पढेँ। अनि उत्पत्तिको पुस्तक 3 अध्यायमा 8 पदमा भनिएको छ, अनि साँझ पख परमप्रभु परमेश्वर बगैँचामा डुल्नु हुँदा तिनीहरूले उहाँको स्वर सुने र मानिस र उनकी पत्नी बगैँचाका रुखहरूका बीचमा परमेश्वरको नजरबाट लुके। तर परमप्रभु परमेश्वरले मानिसलाई बोलाउनु भयो, त कहाँ छस्? उनले भने, मैले तपाईँको स्वर सुने, मैले तपाईँको स्वर बगैँचामा सुने र म डराएँ, किनभने म नाङ्गै थिएँ र म लुकेँ। उहाँले सोध्नुभयो, त नाङ्गै छस् भनेर कसले भन्यो? जुन रुखको फल नखानु भनी मैले तँलाई आज्ञा दिएको थिएँ, के तैँले त्यो खाइस्? प्रभुले यहाँनिर सोध्नुभयो। आदम र हव्वालाई परमेश्वरले अदनको बगैँचामा राखिदिनु भयो। अनि आदम र हव्वालाई त्यो बगैँचामा राख्दै गर्दा परमेश्वरले आफ्नै हातले आदम र हव्वालाई सृष्टि गर्नुभयो र त्यो सुन्दर बगैँचा आदम र हव्वाको निम्ति बनाउनु भयो। र उनको चारैतिर त्यो बगैँचाको भित्र असल रुख वृक्षहरू लगाइदिनु भयो, जहाँ 12 मास फलहरू फल्थे, मिठार फलहरू, स्वादिला फलहरू त्यहाँनिर फल्थे। उनीहरूलाई कुनै पनि कुराको अभाव त्यहाँनिर थिएन। तर म तपाईँलाई भन्न चाहन्छु, बीचमा एउटा रुख परमेश्वरले लगाउनु भएको थियो, जुन चाहिँ जीवन र मृत्युको रुख थियो। यदि जसले त्यो खान्छ अनि त्यो फल खाने मानिस चाहिँ निश्चय नै मर्नेछ भनेर प्रभुले भन्नुभएको थियो। तर आदम र हव्वालाई परमेश्वरले सबै कुरा तयार गरेर त्यो बगैँचाको भित्र राखिदिनु भयो
उनीहरूले हरेक चिज त्यहाँ खान सक्थे, रमाउन सक्थे, अनि उनले पाएको चिजमा प्रभुलाई धन्यवाद दिन सक्थे, किनकि प्रभुले उनको निम्ति, परमेश्वरले उनको निम्ति जे राखिदिनु भएको थियो त्यो असल थियो। तर यति धेरै असल कुरा हुँदाहुँदै, असल फल हुँदाहुँदै पनि उनीहरूले चाहिँ त्यो खराब र असल र खराबको ज्ञान दिने फलको रुख खाने इच्छा गरे। परमेश्वरले भन्नुभएको थियो त्यो फल नखानु, जुन दिन तिमीले खान्छौ तिमी निश्चय नै मर्छौ। उनीहरू त्यो फलप्रति मोहित भए, अनि त्यो फललाई उनीहरूले जब खाए अनि उनीहरूको जीवन चाहिँ परमेश्वरको सङ्गतिबाट टाढा भएर, यहाँ वचनमा देख्न सक्छौँ उनीहरू परमेश्वरको आवाज सुनेर भागे, किनकि साँझ पख प्रत्येक दिन प्रभु आउनुहुन्थ्यो र तिनीहरूसँग सङ्गति गर्नुहुन्थ्यो, उनीहरूसँग बातचित गर्नुहुन्थ्यो, भेटघाट गर्नुहुन्थ्यो। आज यो संसारमा पनि जुन जीवन हामीले जिउँदैछौँ, आदम र हब्बाको जीवनबाट सिक्न सक्छौँ। त्यो सुन्दर बगैँचाका फलहरू भन्दा पनि, परमेश्वरले दिएको कुरा भन्दा पनि उनीहरूले चाहिँ त्यो संसारमा जुन कुरा नगर्नु भन्नुभएको थियो प्रभुले, त्यो कुरा गर्नको निम्ति व्यग्र तृषित भएको कारण परमेश्वरको त्यो अदनको बगैँचाबाट उनीहरू निकालेर बाहिर गए। चारैतिर ज्वालामय तरवारहरू लागे र त्यो फल उनीहरूले फेरि कहिले खान पाएन। म तपाईँलाई भन्न चाहन्छु आजको दिन मण्डली, तपाईँ होसियार हुनुहोस् आफ्नो विश्वासको निम्ति। परमेश्वरले हाम्रो निम्ति जीवन दिनुभयो, छुटकारा दिनुभयो, हाम्रो निम्ति परमेश्वरले असल थोक तयार गर्नुभयो। जवानहरू म तपाईँलाई भन्न चाहन्छु, परमेश्वरले असल भविष्य तपाईँलाई दिनुभयो, असल कुरा तपाईँलाई दिनुभएको छ। परमेश्वरले हामीलाई पापबाट, श्रापबाट र खराबीबाट र संसारको त्यो सबै अनि जुन चाहिँ परमेश्वरको दृष्टिमा मन नपर्ने कुराहरू, हामीले दाहिने र देब्रे हात नचिन्ने मान्छेलाई परमेश्वरले बाहिर निकालेर सुन्दर जीवन दिनुभयो, हाम्रो जीवनमा प्रशस्त आशिष दिनुभयो। तर हाम्रो मन चाहिँ जहिले पनि त्यही अदनको बगैँचाको एउटा फल, त्यही असल र खराबको ज्ञान दिने फलको त्यो रुखतिर गए जस्तै, अनि हाम्रो मन पनि कहिलेकाहीँ संसारको कुरातिर, पापको कुरातिर लागिरहन्छ, अनि हामी त्यो पापतिर हेरिरहन्छौँ, अनि त्यो पाप गर्न हामी मन पराउँछौँ, अनि परमेश्वरको सङ्गतिबाट हामी टाढा। आज धेरैले आफ्नो विश्वास गुमाउनुको कारण चाहिँ एउटै हो कि उनीहरूले परमेश्वरको आज्ञाबाट उल्लङ्घन गरेको कारणले, परमेश्वरको आज्ञामा नरहेको कारणले, परमेश्वरलाई अनादर गरेको कारणले परमेश्वरको त्यो आशिषबाट उनीहरू अलग भएका छन्। आज म तपाईँलाई हौसला दिन चाहन्छु, तपाईँ पनि त्यो विश्वासमा बनिरहनुहोस्। ख्रीष्ट आउँदै गर्दा त्यो विश्वास तपाईँले भेटाउनु भएको होस्। अदनको बगैँचा र आदम र हब्बा निकालिएको जस्तै ख्रीष्टको आगमनको दिन र न्यायको दिन, नरकको दण्ड र अनि त्यो श्रापमा हामी नपरौँ। प्रियहरू, म तपाईँलाई हौसला दिन चाहन्छु आजको दिन। यस कारणले गर्दा अदनको बगैँचामा जुन परमेश्वरको सुरक्षाभित्र हुनुहुन्थ्यो, तपाईँ पनि परमेश्वरको सुरक्षा, परमेश्वर तपाईँको जीवनमा दिएको कुरामा धन्यवादी हुनुहोस्, प्रभुलाई आदर गर्नुहोस्। ज्यू प्रभु, तपाईँले मेरो जीवनमा जे दिनुभएको छ म धन्यवाद दिन्छु। यदि तपाईँले एक्स्ट्रा कुरा खोज्नुभयो भने, परमेश्वरको विरुद्धमा जानलाई अनाज्ञाकारी हुनुभयो भने, अनि तपाईँ र मेरो जीवनमा परमेश्वरले दिएको त्यो आशिषबाट हामी वञ्चित हुनेछौँ। यस कारणले पृथ्वीमा उहाँ आउँदै गर्दा त्यो विश्वास उहाँले हामीमा भेटाउनु भएन भने हामी अवश्य पनि परमेश्वरको त्यो अनन्त जीवन र अनन्त राज्यमा प्रवेश गर्ने छैनौँ। म तपाईँलाई हौसला दिन चाहन्छु, ख्रीष्ट येशू आउने दिन तपाईँको विश्वास जीवित रहोस्। हरेक परिस्थितिमा तपाईँ धन्यवादी हुनुहोस्। संसारको धेरै कुराहरूलाई नखोज्नुहोस्, प्रभुलाई भन्नुहोस्, प्रभु तपाईँले जे दिनुभयो म धन्यवादी छु। परमेश्वरले तपाईँको विश्वास अनुसार तपाईँको र मेरो जीवनमा काम गर्नुहुन्छ। परमेश्वरले तपाईँ र तपाईँको मण्डली र तपाईँको परिवारमा आशिष दिनुभएको होस्। जय मसीह।